गाइस वेलकम ब्याक टु माई एनदर भ्लग। अनि अब आज चाहिँ अब हाम्रो बिदा छ होइन, अहिले चाहिँ गएको बिदा छ भनौँ। अनि सो आज चाहिँ अब हाम्रो टोकियोतिरबाट साथीहरू आएको थियो। यी साथीहरू अब होइन मसँग पहिला कलेजसँगै पढेको साथीहरू हो। अनि यहाँनिर उनीहरूको चाहिँ अब लगेजहरू लिएर आएको छ। अनि किनकि उनीहरू चाहिँ अब चार गाछुको फर्स्टबाट चाहिँ यहीँ त्यही कतै बस्ने भनेछ। सो त्यसो भएर अब साथीहरू आएको थियो होइन, अनि साथीहरू आएको थियो। साथीहरूलाई अब अलिअलि यसो होइन खाजासाजा खानिदिएर पठायो, भर्खरै पठाएर आएको। सो अब त्यही हो गाइज होइन। अब कहिले अब यहाँनिर यस्तो भद्रगोल छ है। यहाँ चाहिँ मैले फेरि यो किन भद्रगोल गरेको भन्दाखेरिमा चाहिँ कति जम्मा 5 रुपियाँ खोज्न लाग्यो है फेरि। कसम थ्या कहिले त होइन 5 रुपियाँ खोज्नुधरि गाह्रो हुने रहेछ कि। सो अहिले चाहिँ अब होइन यस्तो गाह्रो समय छ कि लाइक कस्तो भन्दाखेरिमा अब ल साथीहरूले ल चिया खान जाऊँ भने पनि त्यो चिया खानेको पैसाधरि पनि तिर्न नसक्ने अवस्थामा छु कि। कहिले चाहिँ अब त्यस्तै अवस्थामा आइपुग्नु रहेछ है। सो त्यसो अब 5 रुपियाँ किन खोजिदिएको भन्दा चाहिँ अब यहाँनिर चाहिँ मसँग अलिअलि पैसा चाहिँ छ है, पैसा चाहिँ छ। त्यही पनि होइन मैले चाहिँ यो खुत्रुके फुटालिदिएको। यो खुत्रुकेमा फेरि कति जम्मा 1500 भएको रहेछ होइन, 1500 भएको रहेछ। खुत्रुके फुटालेर होइन अब चिनी सकिरहेको थियो। केटाहरूलाई चिया र तिनीहरू त खानिदिएरै पठाउनु पर्छ भनेर अनि गएर के अरे चियापत्ती र चिनी किनेको। अलिअलि कति त्यही 400-500 कति सक्यो है। अनि सक्यो 1500मा। अनि यहाँनिर चाहिँ 1020 रहेछ है। अनि यताउता खोजेर 20 खोज्यो। यो खोज्नुको कारण चाहिँ अब उता घरबाट सामान पठाइदिएको रहेछ। अनि त्यसको चाहिँ कति 1080 लाग्छ भनेर भनेको थियो। ल अनि यहाँ त पैसै नपुग्ने रहेछ कि टेन्सन भयो। त्यसो भएर अब यहाँनिर 5 रुपियाँ पुग्न पाएको छ कि 5 रुपियाँ नपाएर टेन्सन। अब यहाँ यत्रो खोजेँ होइन, अब यसो अब गोजीतिर नि हेर्छु म 5 रुपियाँ त कसो नहोला र। अब त्यही हो होइन, अहिलेको समय चाहिँ अब एकदम पैसै नभएको जस्तो भइरहेछ। सो केटाहरूलाई अनि यसो अलिअलि पैसा मागेको होइन। अब यहीँ अब चिनेको साथीहरूलाई यताउता मागेको। कसम होइन कसैले 1000 रुपियाँ धरि पत्याउन रहेछ कि। 1000 रुपियाँ त के होइन, अलिअलि पैसाको लागि पनि होइन यस्तो गुहार गर्नुपर्ने। अब मसँग चाहिँ फेरि पैसा प्रायः भइरहेको थियो। अब यो पालि चाहिँ अब मैले चाहिँ मेरो रुम भाडाहरू तिर्न पनि थियो। यिनीहरू अब केही तिरेको छैन, पानीको बत्तीको बिलहरू आएको थियो केही तिरेको छैन। किन भन्दा चाहिँ अब लाइक साथीहरूको चाहिँ गएको फी हाल्न थियो। अनि त्यसो भएर तिनीहरूलाई पनि दियो। अनि त्यस्तै भइरहेछ।そうですね。ジオパレスのはい見ました。ありがとうございます。期日が3月17日までにご入金のお願いということで書かれていますが、それではお給料日15日にお給料日はい、この給料をもらってからすぐ払います。はい、ありがとうございます。それでは銀行振込でしょうか、コンビニ払いでしょうか。コンビニ払いで払います。コンビニ払い、わかりました。はい、それではどうぞよろしくお願いいたします。はい、わかりました。ありがとうございます。申し訳ございません。はい。はいगाह्रो छ हो, गाह्रो छ। यस्तो दाले कल आउँछ होइन। अनि अब के गर्नु, अब केटाहरूलाई पनि अब
त्यस्तै गाह्रो थियो। अब उनीहरूलाई पनि बिचरा होइन गएको फी हालेन भने फेरि गएको कस्तो केबिसी हो भन्दा यो 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 टाइममा हालेन भने चाहिँ गएको बाटै कुबी हानिदिन्छ कि त्यस्तो छ हाम्रो गएको चाहिँ। अनि अब हुन त उनीहरूले अब डेट त दिइरहेको हुन्छ कहिलेसम्म तिर्छ भनेर, अनि त्यो डेटसम्म तिरेन भने लास्ट डेट दिन्छ, लास्ट डेटसम्म तिरेन भने चाहिँ कुबी हानिदिन्छ। अनि त्यसो भएर बिचरा उसको पनि लास्ट डेट दिइरहेको थियो। अनि त्यसोहरू मैले चाहिँ सबै पैसा उसलाई दिएको भएर चाहिँ अनि त्यही हो। अहिले चाहिँ अब पैसै छैन कि होइन। अब यो 5 रुपियाँ पनि यस्तो दाले खोज्नु परिरहेछ। अब त्यही हो, पैसा चाहिँ फेरि आउनु त आउँछ है। अब मेरो चाहिँ स्यालेरी आउने भनेको एकैचोटि 25 तारिक र 30 तारिकमा हो। अनि अब साथीको चाहिँ 20 तारिकमा आउँछ भनिरहेछ। अनि पुरै यस्तो रोटेसन तरिकाले चल्नु परिरहेछ कि। अब बहिनी मेरो चाहिँ 15 गते चाहिँ आउँदैन, बहिनीको आउने हो। बहिनीले मलाई दिएपछि अनि मैले त्यो पैसा तिरेर अनि साथीबाट 20 गते त्यसको 20 गते आउँछ, त्यसकोबाट लिएर अनि बहिनीलाई दिने हो है। त्यस्तो जापानमा सजिलो भन्ने चाहिँ छैन हो। यहाँनिर एकअर्काको विश्वास गर्न पनि गाह्रो हुन्छ है। अनि त्यही माथि अब यस्तो परिरहेको बेला होइन, अब साथीहरूले जोस् 1000 रुपियाँ पनि पत्याउँदैन कि त्यस्तो साथीहरू पनि हुन्छ है। सो त्यसो भएर साथी बनाउँदा चाहिँ एकदम आफूले नि ख्याल गरेर बनाउनु पर्छ कि। लाइक जस्तो पाए त्यस्तै साथी चाहिँ बनाउनु हुन्न है। यस्तो बेलाको अवस्थामा चाहिँ फेरि यस्तै हो। अब त्यही हो गाइज, यहाँनिर चाहिँ अब सबै कुरा होइन पैसा नै ठुलो हुँदो रहेछ भन्ने चाहिँ त्यति बेला बुझ्छ जब तपाईँलाई पर्छ है। अनि सो जब पर्छ नि तब थाहा हुन्छ। अनि यो नेपालमा बस्ने अब साथीभाइहरूलाई पनि म भन्छु कि पैसा कमाउन नि गाह्रो छ होइन। अब यस्तो अवस्था यहाँ विदेशमा चाहिँ यस्तो अवस्था हुन्छ है। अब यस्तो बेला अब कसलाई माग्ने, यता माग्ने उता माग्ने पनि अब त्यस्तै हो होइन। अब 1000 रुपियाँ मागौँ भने लाज लाग्छ होइन। अब 1 मान जति मागौँ भने अब टोलीहरूसँग फेरि छैन भनिन्छ हो। अब मैले अब मेरो आफ्नो मान्छेहरू त छ, अनि उनीहरूलाई फेरि अब होइन के अब 1000 रुपियाँको लागि 2-3 हजार 4-5 हजार होइन 9-10 हजारको लागि नि अब के भनेगाई गर्ने जस्तो पनि लाग्छ। त्यसो भएर म चाहिँ फेरि यो आफ्नो मान्छेहरूलाई खासै भन्न नि मन लाग्दैन कि। अब होइन उनीहरूले फेरि के सोध्छ है। अनि त्यसो भएर गाह्रै हुन्छ कि। त्यसो भएर आफ्नो मान्छेहरूलाई भन्दा चाहिँ मैले साथीहरूलाई भन्छु भनेर भनेको। साथीहरूले 1000 रुपियाँ धरि पत्याएन अनि के गर्ने यस्तो अवस्थामा। अब फेरि आफूसँग मिल्ने साथीहरूलाई त अब आफूले दिइरहेछ है। बिचरा तिनीहरूसँग के माग्नु, तिनीहरूसँग छँदै छैन भन्ने आफूलाई थाहा छ। सो तर केही छैन, खानालाई चाहिँ फेरि एकदम पुग्ने छ है। अब सब छ, मैले पहिले नै लिएर आएर राख्छु खानेकुराहरूको लागि चाहिँ चिन्ता छैन। त्यही चिनी चाहिँ अस्ति सकिरहेको थियो। अनि आज केटाहरू आउँछ भनेर चाहिँ फुत्रुके फुटाएको 1500। अब त्यही 1500ले यसो लिएर आयो। अनि फेरि आज सामान आउँदैछ भनेर फोन आउँछ है। 1080 लाग्छ अरे। अब केटाहरूलाई स्टेसनसम्म छोड्न जान मन लाग्थ्यो। अब छोड्न गयो भने त त्यही हो होइन, साइकलमा गयो भने ठिकै हुन्थ्यो। अब गाडीमा जाम भने फेरि त्यो पैसा पुग्दैन भन्ने थाहा थियो आफूलाई है। बिचरा केटाहरूलाई के भन्नु। त्यसो भएर यत्तिकै केटाहरूलाई यहीँबाट बस चढाएर पठाइदियो। अब उनीहरू चाहिँ सिगाचुमा आउँछ अरे फर्स्टबाट। सो त्यही हो, म यहाँ 5 रुपियाँ खोज्दैछु है। 5 रुपियाँ मा कसम कतै भेटाएन है। 5 रुपियाँ भेटाएन, के गर्नु यो पर्स चर्च भएर है। 5 रुपियाँ छैन, टेन्सनै छ हो टेन्सन। यो नेपाल बसेर चाहिँ यो अरूहरूलाई बर्थडेको बेला यति हालिदिए उति होइन। मेरो भाइहरू छ कि होइन, दाइलाई कहिल्यै सम्झिन्न। जब त्यो बर्थडे होइन यताउता आउँछ तब दाइ पैसा पठाइदिए भन्छ है। दाइको हालत यस्तो छ है। भिडियो त हुन त तिमीहरूले हेर्दैन होला, त्यही पनि तिमीहरूसम्म पुग्यो भने चाहिँ यो भिडियो हेरेर दाइ कस्तो अवस्थामा छ। म मात्र होइन प्राय टन्नै छ यस्तो अवस्थामा पुगेको है। त्यसो भएर बुझ्नुपर्छ।
अनि त्यसो भएर अब यस्तै छ जिन्दगी 5 रुपियाँ म खोज्छु होइन छन त मेरो यो झोलातिर 5 रुपियाँ त अब जसरी पनि म भेट्छु भन्ने मलाई आश भन्ने कुरा चाहिँ लागिरहेछ है फेरि यस्तो टाउको दुखिरहेछ कि बस्दा पनि गाह्रो छ हो गाह्रो छ्या 5 रुपियाँ हुँदाखेरि पनि भेटेन भन् त अहिले अब त्यो निमोचु पिराउन आएको मान्छेलाई चाहिँ मुख चाहिँ कसरी देखाउने के त्यो छ त अवस्था है 5 रुपियाँ धरि भेटेन म त टेन्सन लाग्यो यो ब्यागमा छ भने छ हो छैन लगाइ चाहिँ एकछिन पर्खिन है त गाह्रो गाह्रो म चाहिँ गाह्रो या र मैले चाहिँ होइन चेर बसिरहेको रहेछ है सो यु क्यान सी है यहाँनिर चाहिँ यता भित्र रहेछ होइन भित्र चाहिँ मैले यहाँनिर ठ्याक्कै 10 रुपियाँ भेट्यो 5 रुपियाँ बढी पनि भयो है अब चाहिँ 1080 भनेछ भन्न चाहिँ 1080 भन्दा बढी भयो भने चाहिँ के गर्ने भन्ने अवस्था हो कि अब सो 500 600 700 800 900 यो 50 होइन यो दुईटा 50,000 भएन 1000 भयो अनि 10 20 30 40 50 60 70 अनि यो 5 कहाँ गयो 10 ठ्याक्कै ल ठ्याक्कै 1080 यति भयो होइन अब यो खुत्रुकी अब बल्ल बल्ल किनेको है अर्को खुत्रुकी पनि छ अर्को खुत्रुकी यहाँ चाहिँ केही छैन है टेन्सन छ अवस्थाखेरि टेन्सनै छ अवस्था यो खुत्रुकी चाहिँ अब अलिकति फाल्नुपर्ने अवस्था हुन्छ अब साथीहरूको लगेजहरू छ होइन ए बिलहरू तिर्न पर्ने है बिलहरू त यत्तिकै बसिरहेछ गाह्रो छ हो गाह्रो सो त्यही हो गाइज अब के भन्छु भन्दा अब यस्तै हो लाइफ भनेको यस्तै हो विदेशमा होइन मान्छेले अब पत्याउन भन्छ नि हो पत्याउँदैन होइन अब के गर्नु त छ हामीसँग नभएन नि नयाँ नयाँ कपडा मोजा जुत्ता है यिनीहरू भएर के गर्नु कहिले कहिले 5 रुपियाँ पनि नपुग्ने रहेछ यस्तो अवस्था हुने रहेछ है अनि नभएर यो पुरै जुत्ता पुत्नलाई धरि यस्तो नयाँ नयाँ चिजबिज छ तर कहिले कहिले 5 रुपियाँ नपुग्दा यस्तो हुने रहेछ अनि त्यही हो कसैको विश्वास गर्नुहुन्न साला एक्लै रहेछ कि एक्लै स्ट्रगल गर्ने हो होइन अनि यो सहयोग भन्छ नि यो चाहिँ अब त्यही हो अब आफूलाई पनि अलिकति राखेर चाहिँ भन्नुपर्छ मैले चाहिँ साथीलाई पहिल्यै नै दिन्छु भन्न पनि सकेको थियो अब जापानमा त्यही त नि एकचोटि बोलेको कुरा होइन फेरि त्यही त हो अनि मैले चाहिँ एकजनालाई मात्र होइन 2-3 जनालाई चाहिँ यो सेनमन गएकोको लागि हेल्प गरिदिएको अनि त्यसो भएर आफूलाई यसपालि त्यस्तै भयो त्यसो भएर उनीहरूको स्यालेरी आएर अनि मेरो रुम भाडा तिर्ने भन्ने हो सो त्यही हो गाइज अब लाइफ चाहिँ यस्तै चलिरहेछ सो आफ्नो लागि नै अलिअलि चोकिङ चाहिँ गरेर राख्नुपर्छ है मैले चाहिँ चोकिङ चाहिँ गर्थेँ मैले पहिला होइन नगर्ने होइन सधैँ गरिराख्थेँ यो पालि चाहिँ जम्मा 1500 भएर छ पहिला चाहिँ अब त्यही हो 50-60 हजार भइ नै राख्थेँ योपालि अब त्यस्तै भयो गएको फी हाल्नु पर्थ्यो आफूले नै हाल्यो सो आजको भ्लग चाहिँ यति नै हो है कन्टेन्टै यही पाएँ मैले यही बनाइदिएँ मजा बनाइदिएको यही आयो है नाची जिएनको रेसितो कोमा खायो खानेहरू दिएको है आमा बुढो त छक पर्दैन भनेको कस्तो ब्लर देखाएको है
सो ओके गाइज लेट मी सो यु होइन घरबाट आएको हो यो चाकु बराई गरेर मेरो फुपू चाहिँ उता नेपाल जानुभएको थियो नेपालबाट चाहिँ पठाइदिएको सामानहरू हो त्यो चाउचाउहरू चाहिँ किन पठाइदिएको होला है चाउचाउहरू यति खाएन होला है मैले खास फेरि चाहिँ ल यो चाउचाउ चाहिँ किन पठाएर मैले यहाँ खानै सकेको छैन हो चाउचाउ स्पेसल मगाएको चाहिँ मैले यो हो कि यो चाहिँ मेरो फेभरेट भएर मगाएको हो होइन ल तेलै तेल छ त चिल्लो छ त के भयो ल गाइस ल यो चाहिँ दिदीले बर्थडे गिफ्ट पठाइदिएको अरे अब चाहिँ मेरो बर्थडे गिफ्ट आउँदैछ बर्थडे गिफ्ट रे बर्थडे आउँदैछ के त्यसो भएर ल यो चाहिँ अब हाम्रो मेरो दिदीलाई थ्याङ्क यू सो मच है यो के हो ठिक पर्छ कि पर्दैन भनिरहेको थिएँ अब पर्छ कि पर्दैन ल ठ्याक्कै ठिक भयो है ए ठ्याक्कै ल हातमा नापेर पठा जस्तो रहेछ यो चाहिँ अब अलि देखाउनुहुन्न यो चाहिँ अलिक कपडा हो यो चाहिँ के रहेछ ल टी सर्ट पनि पठाइदिएको रहेछ दिदीले पठाइदिएको हो कि फुपूले हो फुपूले पनि पठाइदिनु भएछ है यो फेरि मलाई फेरि फुपूहरूले पनि एकदमै धेरै माया गर्छ होइन त्यसो फुपूहरूको लागि केही गर्न छ अब पैसा कमाएर आज त फेरि 5 रुपियाँ जस्तो हालत हुन्छ ल यसको दाम पठाइदिए रहेछ है थ्याङ्क यू सो मच फर दिस लभली गिफ्ट होइन मेरो फेरि बर्थडे आउँदैछ अब बर्थडे सबैजनालाई इन्भाइट छ है त्यति बेला 5 रुपियाँको कमी हुन दिँदैन म अनि त्यही हो म फेरि यो लास्ट टाइम अब टोकियो पनि जाँदैछौँ ठ्याक्कै स्यालेरी आउँछ स्यालेरी बोकेर घुम्न जाने भनेर सोचिरहेको छु सो त्यही हो गाइज अब म चाहिँ अघि सुतिसकेको थियो निन्द्रा नलाएर फेरि अनि यहाँ तरकारी पकाइसक्यो अनि त्यही हो सो होप यु इन्जोय दिस भ्लग एन्ड भोलि पनि हाल्छु भ्लग भनेर सोचिरहेको छु सो बाई बाई गाइज